नमस्कार, म जीवेन्द्र नीलगगन। आज युवाहरू भ्रष्टाचार विरुद्ध, अत्याचार विरुद्ध चुरुक्क उठेको थियो। साँच्चै कि सामाजिक सञ्जाल बन्द विरुद्ध हजारौं युवाहरू बानेश्वरमा भेला भएका थियो। साँच्चै कि युवाहरू आज किताब किन्न जाँदा किताब पाइँदैन, त्यसैले सामाजिक सञ्जालमा आफूलाई चाहिने विषयहरू खोजेर पढिरहेका थियो। युवाहरू आफ्नो पेट भर्नको लागि अनलाइन सामाजिक सञ्जालबाट रोजगार गरिरहेका थियो। तर निवर्तमान सत्ताहरू उनीहरूका छोराछोरीहरू मात्रै खान पाउने, लाउन पाउने, उनीहरूको सुविधा विरुद्ध बोल्न नपाउने तानाशाह तरिकाले जुन रूपमा उनीहरूले सामाजिक सञ्जाल बन्द गर्यो, त्यसपछि युवाहरू जागेर, युवाहरू जोस जागरमा आएर युवाहरूको अत्याचार सहन नसकेर सामाजिक सञ्जाल खोल भनेर जुन रूपमा भ्रष्टाचार विरुद्ध आवाज उठाउन गएका युवाहरूमाथि बानेश्वरमा जुन रूपमा गोली हानिए, स्कुल पोसाकमा विद्यार्थीहरू, कलिला विद्यार्थीहरूमाथि गोली प्रहार भयो। 75 जनाभन्दा बढी महान शहीद भए। ती शहीदको रगत रातम्बे सडकमा पोखिएका थिए। त्यसप्रति नेपाली जनताहरूलाई आक्रोशमा परिवर्तन गर्दा कयौं नेताहरूका घर जले, कयौं नेताहरूका कुटाइ खाए, सरकारबाट राजीनामा दिनु पर्यो अनि देशका महत्त्वपूर्ण अति आवश्यक सार्वजनिक सिंहदरबारहरू, हरेक प्रहरी चौकीहरूमाथि पनि आगो जलाइयो। यो सरस्वती हेर्दा देश अहिलेको परिस्थितिमा एउटा साँच्चैकै गरिबहरूको मुक्तिको लागि, वर्गीय मुक्तिको लागि एउटा लडाई थियो। साँच्चैकै वर्गीय रूपमा जो शोषण विहीन समाजको लागि थियो, शोषण विहीन वर्गको लागि एउटा आवाज उठाएको थियो। त्यो आवाजलाई दबाउन नव सामन्तीहरू, नव पुँजीपतिहरूले निर्मम तरिकाले यसलाई दबाएका छन्। अहिले यो देशको परिस्थिति जुन रूपमा अगाडि बढिरहेको छ, अहिले पनि नेपाली जनताको शोषण मुक्तिको लागि आवाज देखिरहेको छैन। अहिले पनि वर्गीय मुक्तिको लागि आवाज देखिएको छैनन्। जो गरी खाने मान्छे छ, जो काम गर्छ, जो किसान गर्छ, जो मजदुर गर्छ, सर्वहारा जो उनीहरूलाई, उनीहरूको नेतृत्वमा उनीहरूको पीडालाई बोक्ने सरकार, उनीहरूको अपनत्व भएको सरकार, सर्वहारा वर्ग नेतृत्वको सरकार स्थापना गर्न सकिरहेका छैनन्। अहिले पनि जुन रूपमा यो सरकार भ्रष्टाचार विरुद्धको लागि आवाज उठाइरहेका मात्र छन्, भ्रष्टाचार विरोधीहरूलाई जुन रूपमा नाङ्गेझार पारेर कारबाही गर्नुपर्ने हो, त्यो गर्न सकिरहेका छैनन्। अहिले लुकी लुकी भ्रष्टाचार गरिरहेका होलान्, तर हिजोका नेताहरूको घर जले जस्तै ती भ्रष्टाचारीहरूलाई पनि नेपाली जनताले अब कदापि छोड्नेवाला छैनन्। सबैले बुझ्न जरुरी छ। साँच्चैकै मजदुरहरू, किसानहरू अनि निःशुल्क शिक्षाका लागि युवाहरू लडेका थिए। सरकारले अहिले पनि निजी प्राइभेट शिक्षा व्यापारीकरण भइरहेको छ।
त्यसविरुद्ध युवा जुरुक्क उठेका थियो। शिक्षामा धनीहरू ठुला ठुला स्कुलमा पढ्ने, मिठा मिठा मोमोहरू खाने, हामीले तिरेका ट्याक्सबाट मोज मस्ती गरेर विदेशमा पढ्ने, तर यो देशमै जन्मेका कलिला जो चाहिँ खान नपाएर रोगी भएर क्यान्सर भएर चाहिँ मुस्किलले जो चाहिँ अभावमा चप्पल च्यातेका पाइन्ट लुगामा स्कुल पढ्नु पर्ने दुई शिक्षा प्रणाली जो छ त्यो तुरुन्त यो जेनजीको आन्दोलनको मर्मअनुसार दुई शिक्षा प्रणाली नराखी सबैलाई बराबर हुने शिक्षा, कला भएको शिक्षा, विज्ञान भएको शिक्षा अनि सबैलाई समान हुने शिक्षा, वैज्ञानिक शिक्षा, जनवादी वैज्ञानिक शिक्षा लागू गर्नको लागि पहल गर्न म सरकारसँग अनुरोध गर्न चाहन्छु। तर यो देशमा सर्वहारा वर्ग विरुद्ध, यो देशमा सर्वहारा जनता, मजदुर किसानको मुक्तिको विरुद्ध जो सामन्तहरू स्थापित गर्ने र सामन्तहरूले एकल काटी उसका वंशको आधारमा सत्ता स्थापना गर्न खोजेको हो भने धेरै नेपाली जनताहरू विद्रोहमा उत्रिन बाध्य हुनेछ। नेपाली जनताहरू फेरि मुक्तिको लागि फेरि देश युद्ध, गृहयुद्धतर्फ लम्किन सक्छ। मलाई लाग्छ साँच्चैकै यो देशमा सामन्ती प्रतिगमनहरू सल्पलाउन खोजिरहेको हो भने यो जेनजी आन्दोलनको मर्म अनुसार हुन सक्दैन। सामन्तीहरू जो अहिले जो ठर्काएर तर्साएर जनतालाई झुकाएर सत्ता स्थापित गर्न खोजेको हो भने यो नेपाली जनताको हितमा छैनन्। यो नेपाली जनताको जो मर्म, जेनजी आन्दोलनको मर्म, जनवादी शिक्षाको विरुद्ध, शोषणविहीन सत्ताको विरुद्ध, यो वर्गीय शोषण विरुद्ध अब मनी सरकारले मजदुर किसानहरूको विरुद्ध अनि कानुनमा चप्पल चुडेकाहरू जो गइसकेपछि घुस खुवाउनु पर्ने विरुद्ध आन्दोलन थियो। फेरि सामन्त आएर आफ्नो मात्र हक अधिकार स्थापित गरेर अरूलाई पशु जस्तै व्यवहार गर्ने हो भने यो जेनजी आन्दोलनको मर्म विरुद्ध भएको हुनाले सबै नेपाली जनता फेरि आफ्नो देशको मुक्तिको लागि एउटा विद्रोह गरिँदैछ र त्यो विद्रोहले इतिहासमा सामन्तीहरू कसरी ढले, हालै जेनजीहरूले सामन्तीका घर तोडफोड गरेर सामन्ती नेताहरूलाई कसरी कुटे, त्यो सामन्त अब बन्ने सामन्त, आउन खोज्ने सामन्तहरूले पनि त्यो कुरालाई मनन गर्न पर्छ र सामन्ती सत्ता बन्न पनि जनवादी सत्ता जो निःशुल्क गरिब मजदुर सर्वहारा वर्गको नेतृत्वमा जनवादी सत्ता र जनताको प्रत्यक्ष जनगणतन्त्र स्थापना हुने, जनगणतन्त्र स्थापना गर्न सम्पूर्ण नेपाली जनताहरू यो दशैँपछि सबै सर्वहारा वर्ग, सबै किसान मजदुर सबैजना एक आपसमा एकता गरेर सबै क्रान्तिकारीहरू एकजुट बनौँ भन्दै म बिदा हुन्छु। धन्यवाद।